छैन त एकदम सेलरोटी जस्तो तर होइन है सेलरोटी। हेलो एभ्रिवान वेलकम। आज चाहिँ मैले आलु उसानेको आलुमा मैदा मिक्स गरेर अनि नुन खुर्सानीहरू अनि मसलाहरू एड गरेर चाहिँ यो डो बनाएर अनि मैले यसलाई सेलरोटीको सेप दिएर तेलमा यसरी परपर परपर हुने गरी फ्राई गरेर अनि दुवैतिर चाहिँ फ्राई गरेर अनि बनाएको हो यो आलुको सेलरोटी। ठ्याक्कै सेलरोटी जस्तै देखेको छ तर नझुक्किनु, मैले यसरी पकाएँ शनिबारको दिन हाम्रो टिकटक सङ्गति सकिएपछि अनि मैले यही खाजाको रूपमा बनाएर केचप हालेर अनि रेडी पारेर अनि मैले मेरो श्रीमानलाई दिन्छु अनि उहाँ त एकदम खुसी हुनुहुन्छ। फर्स्ट टाइम बनाएको यो डिस एकदमै मन पर्यो। थ्याङ्क्स फर वाचिङ। गड ब्लेस यु।